तराईको बासिन्दा भएपछि यो डिस मन नपर्ने त कुरै भएन। हुन त सबैलाई मनपर्छ होला, तर स्पेसली तराईमा चाहिँ यो एकदमै बढी खाइन्छ नि त। यदि तपाईहरू विदेशमा हुनुहुन्छ अनि कामबाट थाकेर घर आएको बेला के तरकारी बनाउने होला भनेर सोच्दै हुनुहुन्छ भने यो चाहिँ एकदमै बेस्ट अप्सन हो के साथीहरू। यसलाई चाहिँ बनाउन पनि एकदमै सजिलो छ अनि मिठो पनि हुन्छ। तातो पानीमा 5 मिनट जस्तो भिजाउन राखिदिनु भयो भने त्यो पकाउनको लागि रेडी भइहाल्छ। अनि यता चाहिँ प्यानमा प्याज लसुन अदुवालाई मजाले भुट्नु होला। भुटिसके पछाडि यो पिसेको थोरै मसला राखेको छु मैले चाहिँ। यो चाहिँ अप्सनल हो, हजुरहरूले धुलो मसला पनि राख्न सक्नुहुन्छ। मसला पाक्यो भने पछाडि चाहिँ यसमा एउटा टमाटर काटेर राखिदिनु होला। यसलाई एकछिन छोपेर पकाउनु होला। यसको ग्रेभी पाकेर यतिको भयो भनेपछि यसमा अघि भिजाएर राखेको माछालाई पनि राखिदिनु होला। माछालाई राखेर 5-7 मिनट पकाउनु भयो भने यो रेडी भइहाल्छ। रेडी भएको माछामा माथिबाट 2 गिलास जस्तो तातो पानी राखेको छु मैले। हजुरहरूले चाहिँ आफ्नो आवश्यकता अनुसार राख्न सक्नुहुन्छ पानी चाहिँ। एकैछिन पकाएपछि यो रेडी भइहाल्छ। अनि यसमा चाहिँ मैले कागतीको रस राखेको छु, हजुरहरूले चुक अमिलो पनि राख्न सक्नुहुन्छ। अनि माथिबाट धनिया छर्केपछि यो खानको लागि रेडी भयो। ल मैले चाहिँ खाएँ ल साथीहरू, बाई बाई, थ्याङ्क यू फर वाचिङ।